1 च्यानलमा 16 च्यानल एनभीआर, 2 च्यानलमा 4 च्यानल एनभीआर, 3 च्यानलमा 16 च्यानल एनभीआर र 4 च्यानलमा 4 च्यानल एनभीआर छ। अब यसलाई मलाई एकैचोटि हेर्नु पर्यो त कसरी हेर्ने त भन्दाखेरि हेलो नमस्ते गुनिन टेक्नोट्रोनिक्सको प्रोडक्ट डेमोन्स्ट्रेसन भिडियोमा हजुरलाई स्वागत छ। आज हामी एउटा यस्तो प्रोडक्टको बारेमा कुरा गर्न गइरहेछौँ जुन चाहिँ हामीले लामो समयदेखि प्रतीक्षा गरिरहेको हुनुपर्छ। आज मैले यहाँ एउटा सेटअप रेडी गरेर राखेको छु तपाईहरुलाई। जस्तो मैले यहाँ देख्न सक्नुहुन्छ, यहाँ दुईटा एनभीआर अन छ, यहाँ अर्को दुईटा एनभीआर अन छ है। अब ट्रेडिसनल कुरा गर्दाखेरि हामीले यो धेरै जसो क्लाइन्टको प्रब्लम हो, धेरैवटा एनभीआर हुन्छ, क्यामेरा धेरै हुन्छ, एनभीआर धेरै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ स्क्रिन चाहिँ धेरैवटा राख्नुपर्ने भइरहेको हुन्छ। त्यसको लागि हामीले के गर्छौँ भन्दाखेरि यस्तो खालको एउटा एचडीएमआई कम्बाइनर हाल्छौँ, जसलाई चाहिँ हामीले यो चारवटाको एचडीएमआई यहाँ दिएर इन्डिभिजुअली स्विचिङ गरेर चाहिँ हामीले यसरी स्क्रिनमा चाहिँ एउटा एनभीआरको चाहिँ सिग्नल रिमोटबाट हुन्छ या फिजिकली बटन प्रेस गरेर हुन्छ, यसरी गरिरहेको यो ट्रेडिसनल कुरा भयो हाम्रो हैन। यसको लागि हामीले सल्युसनको लागि पहिला एकचोटि केबीएम स्विच विथ स्क्रिन लिएर आएको थियौँ भने अहिले चाहिँ हामीले तपाईहरुको लागि बिल्कुलै नयाँ प्रडक्ट लिएर आछौँ, जसलाई चाहिँ केबीएम स्विच नै भनिन्छ, तर त्यो चाहिँ बिना स्क्रिनको हुन्छ। भनेको मतलब स्क्रिन हुँदैन। र हामीले जुन यो ट्रेडिसनल केबीएम कम्बाइनर स्विच चलाउँछौँ, यो एचडीएमआई कम्बाइनर स्विच, यो चाहिँ अब हामीले बाई बाई टाटा गर्छौँ यसलाई चाहिँ। र यसको ठाउँमा हामीले दिन्छौँ हजुरहरूलाई ब्रान्ड न्यू केबीएम एचडीएमआई 4x1 क्वाड मल्टिभ्युअर भन्ने डिभाइस आएको छ हामी कहाँ। ल यो केबीएम स्विचलाई हामी अनबक्सिङ गर्न गइरहेको छौँ। यो बक्ससँग पाउनुहुन्छ तपाईहरुले के भन्ने कुराहरू हामी देखाउन गइरहेको छौँ। यो बक्सलाई हामीले खोल्यौँ, यहाँ भित्र चाहिँ हामीले एउटा यो केबीएम एचडीएमआई कम्बाइनर पाउँछौँ, जसमा चाहिँ हेर्दाखेरि चाहिँ सेम एचडीएमआई कम्बाइनर भनेपछि चारवटा एचडीएमआई 4 पोर्टको हो। यो चारवटा इनपुट एउटा आउटपुट हुन्छ। र यो बक्सको भित्र अर्को हेर्नुभयो भने भित्र जाउँ हामी, अरू पनि सामान निकालौँ यसमा। यसमा तपाईहरुलाई यूएसबी कनेक्टर, यसरी यूएसबी टु यूएसबी कनेक्टर आउँछ, 4 पिस, 3टा 4वटा। यसलाई अन गर्नको लागि एउटा पावर एडाप्टर आउँछ। यसको पावरको कुरा गर्नु पर्दाखेरि 5 भोल्ट 1.5 एम्पियर करेन्ट कन्ज्युम गर्छ यसले। यसलाई चाहिँ अन गर्नलाई भयो भने यससँग आउँछ एउटा रिमोट कन्ट्रोल, जसलाई चाहिँ हामीले स्विचिङको लागि युज गर्छौँ। ल आउनुहोस् यसलाई एक्चुअली हामी प्रयोग गरेर हेरौँ, इन्स्टलेसन गरौँ है त। हामीले चाहिँ अहिलेलाई हामीले यो केबीएम स्विच अन गरिसक्यौँ हैन। यसमा हामीले 4वटा एनभीआरको इनपुट र यो डिस्प्लेको एउटा पठाउने एउटा आउटपुट जोडेका छौँ। अब तपाईहरुले यसमा बक्समा पाउने एउटा म्यानुअल पनि पाउनुहुन्छ। यो म्यानुअलमा चाहिँ यो केबीएमलाई कसरी युज गरिन्छ भनेर हेर्न सकिन्छ। जस्तो मैले तपाईहरुलाई यहाँ देखाउन चाहे अहिलेलाई चाहिँ यसमा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि यो एउटा डिस्प्लेमा सिंगल डिभाइसको इनपुट भनेको मतलब 4वटा एनभीआर छ। यो एनभीआरको ठाउँमा चाहिँ हाम्रो सीपीयू पनि हुन सक्छ, सर्भर पनि जोड्न सक्छौँ, जे जोडे पनि भयो डिस्प्ले। भनेपछि भ्यू चाहिँ मल्टी भ्यूहरू आउन सक्छ। जस्तो यहाँ देख्नु सक्नुहुन्छ एउटाको मात्र भ्यू, यहाँ दुईटाको पनि हरिजन्टल भ्यू हैन, माथि तल गरेर। यहाँ चाहिँ फेरि एउटा भ्यू चाहिँ ठुलो फुल स्क्रिनमा भने अर्को स्क्रिन चाहिँ सानो यो कर्नरमा ओएसडी भ्यू भन्छ यसलाई चाहिँ हैन। अनि त्यसपछि 3टा भ्यू, 3टा मात्रै च्यानलको भ्यू, त्यसै गरी 4वटामा एउटा ठुलो, 3टा सानो गराएर भनेपछि मल्टिपल पिक्चर्सको स्टाइलमा यसले चाहिँ एउटै स्क्रिनमा भ्यू फाल्छ। यसलाई हेरौँ हामी। जस्तो अहिले यहाँ स्क्रिनमा देख्न सकिरहनु भएको छ। जस्तो यसमा अहिले मैले यो रिमोट पनि ब्याट्री राखेर अन गरिसकेँ। भनेपछि यसमा यहाँ इन 1, इन 2, इन 3 र इन 4 भनेर 4वटा इनपुटको सिग्नल छ भने यो 4वटामा चाहिँ अहिले मैले इन 1 थिचिरहेको छु भनेपछि 1 को आइरहेछ। यहाँनिर देख्न सकिन्छ च्यानल 1 भनेर लेखिरहेछ भने अब मैले यो च्यानल 2 मा थिचेपछि च्यानल 2 को आयो एउटै स्क्रिनमा। च्यानल 3 फेरि 16वटा च्यानलको एनभीआर र च्यानल 4 हेर्नुभयो भने फेरि 4 च्यानल एनभीआर। भनेको मतलब मैले 1 च्यानलमा 16 च्यानल एनभीआर, 2 च्यानलमा 4 च्यानल एनभीआर, 3 च्यानलमा 16 च्यानल एनभीआर र 4 च्यानलमा 4 च्यानल एनभीआर छ। अब यसलाई मलाई एकैचोटि हेर्नु पर्यो त कसरी हेर्ने त भन्दाखेरि यसमा यहाँ एउटा बटन दिएको हुन्छ, यसले चाहिँ 4वटा डिस्प्ले एकै ठाउँमा देखाउँछ। भनेको मतलब 4वटा एनभीआर हामीले यसरी एउटै स्क्रिनमा एट द सेम टाइम यो सबैमा क्यामेरा एड गर्नुभयो भने एउटै स्क्रिन जस्तो गरेर हामीले हेर्न सक्छौं भने इन्डिभिजुअल आफ्नो माउसबाट यसलाई अपरेट गरेर त चलाउन सक्ने नै भयौं। अब यसलाई हामीले
चेन्ज गर्नु पर्यो भ्यू भने चाहिँ यसमा डिफ्रेन्ट भ्यूहरू दिने देखाउने अप्सनहरू दिएको हुन्छ। यसलाई हामीले प्रेस गर्यो भने चाहिँ यसले डिफ्रेन्ट प्याटर्न जस्तो अहिले च्यानल 1 बाट सुरु गरे फर्स्टचोटि प्रेस गर्दाखेरि त्यसपछि च्यानल 2 च्यानल 3 को मात्रै भ्यू त्यसपछि च्यानल 4 को मात्रै भ्यू भयो भने अब चाहिँ यसले कम्बिनेसनमा भिडियो फाल्न सुरु गर्छ भनेको मतलब च्यानल 1 माथि च्यानल 2 तल भनेको मतलब स्क्रिनलाई ठ्याक्कै स्प्लिट गरेर हरिजन्टल स्प्लिट गरेर 1 र च्यानल 2 देखायो भने अब मैले यसरी गर्दाखेरि फेरि च्यानल 1 च्यानल 2 पोर्ट्रेट मोडमा आयो पोर्ट्रेट स्क्रिनहरुको लागि पनि भयो यो भएपछि हैन। त्यसपछि च्यानल 3 च्यानल 4 हरिजन्टल स्प्लिटमा आयो फेरि च्यानल 3 र च्यानल 4 पोर्ट्रेट स्क्रिनमा आयो भने अब यसको ठ्याक्कै यसरी च्यानल 1 र च्यानल 2 आधा स्क्रिन गरेर के भनेपछि दुईटा सिग्नल चाहिँ च्यानल 1 र च्यानल 2 को सिग्नललाई यसले ठ्याक्कै स्क्रिनलाई आधा गरेर यता देखायो हैन। त्यसै गरिकन च्यानल 1 र च्यानल 2 को फेरि यो रेजोल्युसनको स्क्रिनको लागि भयो। यो चाहिँ प्याटर्न हामीले मिलाउने हो कसरी मिलाउने भन्ने स्क्रिन डिभाइस कस्तो खालको स्क्रिन छ त्यो अनुसारले हामीले यसलाई वान टाइम सेट गरेर राखिसकेको छ सधैँ। जस्तो यो प्याटर्न हेर्नुभयो भने चाहिँ च्यानल 1 मेन इम्पोर्टेन्ट हो भने यसलाई ठुलोमा राख्यो भने च्यानल 2 चाहिँ सानो खालको कुनै हेर्नु परिराख्नु पर्ने छ के भइरहेछ भनेर हेर्नलाई भने यो चाहिँ च्यानल 2 को सिग्नल यहाँ हाल्यो ओएसडी गरे जस्तै भयो यो हैन। त्यसै गरिकन यो च्यानल 2 ठुलोमा च्यानल 1 सानोमा हैन। अब यहाँ च्यानल 3 ठुलो च्यानल 4 सानो भयो भने फेरि उल्टो गर्छ यसले च्यानल 4 लाई ठुलो बनाएर च्यानल 3 लाई सानो बनाइदियो भनेपछि च्यानल 3 मा जोडेको इनपुट चाहिँ सानो आउने भयो हैन। भनेपछि यो डिफ्रेन्ट प्याटर्नको यसमा पोस्टर्सहरु आउँछ च्यानल 1 च्यानल 2 च्यानल 3 च्यानल 4 यसरी आयो। यही चीजलाई चाहिँ कसरी रोटेट गर्ने आफ्नो निड अनुसार हामीले चेन्ज गर्न सक्छौं है। भनेपछि यसमा मल्टिपल भ्यूजहरु आउँछ र लास्टमा चाहिँ फेरि हाम्रो च्यानल 1 च्यानल 2 च्यानल 3 र च्यानल 4 एउटै स्क्रिनमा भनेको मतलब अब चाहिँ एनभीआर को लागि मल्टिपल स्क्रिन राख्न जरुरी छैन। हामीले यो प्रोडक्ट हामीले चलाउने बित्तिकै हामीले के गर्न सक्छौं भन्दाखेरि चाहिँ कस्ट इफेक्टिभ पनि भयो। 4वटा एनभीआर छ वा 4वटा सर्भर छ भनेपछि केभीएम स्विच विथ स्क्रिन किन्दाखेरि महँगो भइराछ भने डेफिनेटली महँगो हुन्छ नै किनभने डिस्प्ले पनि हुन्छ त्यसमा भने यसले चाहिँ हामीसँग भएको जुनै पनि एचडीएमआई इनपुट लाग्ने मोनिटरलाई चाहिँ हामीले केभीएम स्विच बनाएर चलाउन सक्ने भयो। यो प्रोडक्ट गुनिन टेक्नोट्रोनिक्स एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडमा अभाइलेबल भइसकेको छ। केस अफ एनी प्रब्लम तपाईहरुलाई तल स्क्रिनमा दिएको नम्बर हेर्नु होला त्यो नम्बरमा तपाईले फोन गरेर यसको बारेमा अझ डिटेल जानकारी लिन सक्नुहुन्छ भने यसको प्राइसको लागि पनि इन्क्वायरी गर्न सक्नुहुन्छ। त्यही पनि म मुखले भनिदिन्छु हाम्रो WhatsApp नम्बर 9851162434 मा तपाईले मेसेज गर्नुभयो भने हामीले तपाईलाई डेफिनेटली रिप्लाई गर्छौं। हस्त धन्यवाद र अगाडि हामी अर्को नयाँ प्रोडक्टको लागि भिडियो लिएर फेरि आउँछौं। त्यति बेरसम्म किप फलोइङ अस वाच गर्दै गर्नु होला। धन्यवाद।